हेर्ने है पहिला कति गोरो थियो अहिले 2-3 दिनमा त हप्सी जस्तो भइसक्यो यार यो त पहिला गोरो थियो अहिले अस्ति काम गर्ने ठाउँमा के भनेर तँलाई चौधरी भन्दिन अहिले घामले डढेर चौधरी भन्दिन फाइनल्ली गाइज अब चाहिँ हामीले एक पाखाको चाहिँ यो हालेर भ्याइसक्यौँ देख्न सक्नुहुन्छ होइन एक पाखाको चाहिँ जस्ता हालेर भइसक्यो अब यो पाखा बाँकी छ देख्न सक्नुहुन्छ कति मुनि रहेको छ 7 बजे ठिक टाइम भन्थ्यो अरे हामी टाढो भयो उठ्न पाएन आइपुग्यो हाम्रो सिटी बजारले भाइरल नमस्ते गाइज सबैजनालाई गुड मर्निङ छ है आज बिहान चाहिँ मैले न्यू भ्लग पठाइसकेँ होइन लङ टाइम भयो नि त अनि त्यही भएर भ्लग पनि बनाएको थिएन अनि म त सन्चै छु आश गर्छु कि हजुरहरू पनि सन्चै भइसिन्छ होला भनेर होइन अनि मैले चाहिँ धेरै टाइम भयो नि त एउटा न्यू भ्लग पनि लिएर आएको छैन त्यही भएर आज चाहिँ भ्लगको बिहानबाटै सुरुवात गरेँ होइन अनि यो चाहिँ हाम्रो घर देख्न सक्नुहुन्छ गमलामा चाहिँ 2टा मिटाएको क्या एउटै फुल रोपेको कति राम्रो फुल फुलेको छ अनि यता पनि देख्न सक्नुहुन्छ होइन यही गमलाको फुलहरू अनि केही कारणवश चाहिँ मैले लङ टाइम भयो क्या भिडियो पनि बनाउन नि पाएको थिएन र ल्याएको पनि थिएन अनि धेरैजनाले भन्नुभएको थियो कि आइतल त भ्लगै हाल्न छोडिस् भनेर त्यही भएर चाहिँ आज बिहान उठेर मैले चाहिँ एउटा भ्लग लिएर आइसकेको छु अनि भ्लगको विशेष कारण चाहिँ भिडियोमा निरन्तर आइ नै हाल्छ होइन के कस्तो रहेको छ भ्लग अनि लास्टसम्म हेरिदिनु होला है त गाइस फाइनल्ली गाइस अब हामी चाहिँ अब कामतिर जानलाई हाम्रो ठेकदार साहब अनि हाम्रो के अरे हेड मिस्त्री चाहिँ रेडी छन् हेलो गोद दाइ अब हामी जाने हो नि त कामतिर अब हामी चाहिँ कामतिर जान्छौँ लेसको गाइज अब हामी चाहिँ उटादेखि काम गर्ने ठाउँमा आइसक्यौँ होइन अब हामी काम गर्ने चाहिँ यही हो माथिपट्टि आज हामीले चाहिँ रेलिङ सब हालिसक्यौँ टाइममा आयो नि हामी अनि हामी चाहिँ काम गर्ने ठाउँमा आयो आज हामीले चाहिँ पुरै रेलिङ लगाएर माथिपट्टि जस्तो हाल्नु हो ट्रस माथि हामीले काम गर्ने चाहिँ हो कान्छ काका आज ठिक टाइममा आइपुगेको नि हामी कति 7 बजे ठिक टाइम भन्थ्यो अरे हामी टाढो भयो उठ्न पाएन आइपुग्यो हाम्रो सिटी बजारले भाइरल सिटी मार्दिउँ ल एकल ढुक्ने त ल सिटी बजाइदिनु त भएन अलि राम्रोसँग अम्ला हालेर के हाम्रो चाहिँ सिटी बजारलाई फेरि एकदम भाइरल आज अस्ति नै एउटा डान्स पनि आएको थियो होइन अनि हाम्रो चाहिँ काम गर्ने स्थानतिर आइसक्यौँ हामी काम गर्ने चाहिँ तलमाथि हो हाम्रो ठेकदार साथ चाहिँ अगाडि छन् हाम्रो हेड मिस्त्री चाहिँ पछाडि बोल्ने हुन्छ गाइज फाइनली गाइज हामी काम गर्ने चाहिँ आइसक्यौँ ठाउँ यही हो हामीले काम गर्ने चाहिँ हाम्रो ठेकदार साहब हाम्रो हेड मिस्त्री चाहिँ फोनमा बोल्दैछन् अब निरन्तर भिडियो हेर्दै गर्नु होला होइन कस्तो रहेको छ भिडियो चाहिँ अब हामी चाहिँ काम थालौँ अब भिडियो चाहिँ निरन्तर हेर्दै गर्नु है त अब हामीले चाहिँ जस्ताहरू माथि तान्ने चाहिँ कार्यक्रम भइरहेको छ देख्न सक्नुहुन्छ होइन हामीले अलिकति जस्ताहरू पुरै भिडियो त बनाउन पाउँदैन नि त फेरि मैले पनि होइन अब पुरै भिडियो त अब कसरी बनाऊँ होइन अब मुनिबाट जस्ता पनि तान्नुपर्ने हुन्छ त्यही भएर पुरा भिडियो बनाउन भ्याउन अब हामी माथि चढाउँछ जस्तालाई निरन्तर हामीले चाहिँ बेला जस्तो तान्दैछौँ अब निरन्तर भिडियो चाहिँ हेर्दै गर्नु होला है त गाइज लास्टसम्म जस्ताहरू दिँदै हुनुहुन्छ दाइहरूले चाहिँ हामीले चाहिँ सबै जस्ताहरू तानेर भ्यायौँ हाम्रो मिस्त्री साहब के छ मजा आयो मजा मारे होइन अब हामी चाहिँ यो फेरि मैले होइन त्यो पहिले त्यस्तै थियो अब हामीले चाहिँ यो माथिपट्टि चढाउनु पर्ने हुन्छ यो लास्टको जस्ता भएर चाहिँ कुचिएको रहेछ अरू त सबै ठिक छ हालत खराब भयो अब हाम्रो ठेकदार साहब कता खान कहाँ गयो गोदाइ कहाँ गयो पानी दिन जानु भयो अरे कता गयो होइन अब हामी चाहिँ यो जस्तालाई चाहिँ यही माथिपट्टि चढाउनु पर्ने हुन्छ यो माथि चढाउन फेरि त्यस्तै गाह्रो छ नि यहाँ डर पनि हुन्छ नि यत्रो माथि एक तला माथि छ अझै एक तलामाथि 2 तला माथि भयो अनि 2 तला माथि गएर फेरि पनि अब ट्रस हाल्नुपर्ने छ है गाह्रो छ नि गाह्रो छैन त अझै अहिले त के गाह्रो हो र घाम पनि लागेन हेर्ने है पहिला कति गोरो थियो अहिले 2-3 दिनमा त हप्सी जस्तो भइसक्यो यार यो त पहिला गोरो थियो अहिले अस्ति काम गर्ने ठाउँमा के भनेर तँलाई चौधरी भन्दिन अहिले घामले डढेर चौधरी भन्दिन हेर्ने अनि 4-5 दिन भयो होइन 4-5 दिन होइन 9-10 दिन नै भइसक्यो होला अनि त्यहाँबाट अब घामले पुरै डढेर अनुहार यस्तो भइसक्यो हाम्रो ठेकदार साहब झन् देशी जस्तो छन् ठिक बा न हाम्रो ठेकदार साहब अनि अब हामी चाहिँ पानी सानी खाऊँ अब यो माथि चढौँ निरन्तर अब भिडियो त बनाउनु भ्याउँदैन नि त अब फेरि काम पनि गर्नु पऱ्यो तान्नु नि पऱ्यो त्यसको गाइस अब हामी माथि चढौँ है त
फाइनल्ली गाइज अब हामीले चाहिँ जस्ता जस्ता छाएर भ्यायौँ देख्न सक्नुहुन्छ हजुरहरूले यो 2 पाखा छाएर भ्यायो माथिपट्टि प्लेन गर्दा जुन अगाडिपट्टि अब चाहिँ 12-1 बजिसक्यो भोक पनि लाग्यो भोक भन्दा पनि माथि घामले चाहिँ जस्ता छुनै नसक्ने भयो कि यो खुट्टा पुरै पोलेर माथि बस्न नसक्ने भयो त्यो तलमै अब 12-1 बजिसक्यो अब खाना खान जान्छौँ अनि खाना खाएर निरन्तर फेरि पनि आउँछौँ होइन घाम त औडा चर्के अब लेफ्टु गाइज अब हामी चाहिँ खाना खान जाऊँ है त फाइनल्ली गाइज अब चाहिँ हामीले एक पाखाको चाहिँ यो हालेर भ्याइसक्यौँ देख्न सक्नुहुन्छ होइन एक पाखाको चाहिँ जस्ता हालेर भइसक्यो अब यो पाखा बाँकी छ देख्न सक्नुहुन्छ कति मुनि रहेको छ यसरी काम गर्नुपर्ने हुन्छ घाम पनि एकदमै चर्केको छ कि घाम होइन हामी चाहिँ यो पाखाको जस्ता एकैचोटि यो पाखाको जस्ता हालेर चाहिँ खाना खान जान्छौँ होइन अनि खाना खाएर आएर अनि फेरि अरू पनि काम हुन्छ उतापट्टि यस्तै गरी हाल्नुपर्ने हुन्छ त्यही भयो अब हामी चाहिँ यति हालेर सायद 12-1 वर्ष होला हामी खाना खान जाँदाखेरि अब हामी चाहिँ एक पाखा स्कुप हालिसक्यो अब यत्रो घरमाथि छौँ घाम पनि लास्ट चर्के केटाहरू यार अब के गर्ने धनीको पेटमा जन्म नलिएपछि काम त जेनी गर्नु पऱ्यो नि गोद्दै होइन हो कि गोद्दै यो एउटा चाहिँ अलिकति काट्नु कुन यो रोड अब भिडियोलाई चाहिँ निरन्तर हेर्नु होला होइन अब हामी चाहिँ यो भ्याएर खाना खान जान्छौँ अनि फेरि आउँछौँ भिडियो चाहिँ निरन्तर हेर्दै गर्नु गाइज अब काम गर्नुपर्ने हुन्छ भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है फाइनल्ली गाइज अब हामीले चाहिँ जस्ता जस्ता छाएर भ्यायौँ देख्न सक्नुहुन्छ हजुरहरूले यो 2 पाखा छाएर भ्यायो माथिपट्टि प्लेन गर्दा जुन अगाडिपट्टि अब चाहिँ 12-1 बजिसक्यो भोक पनि लाग्यो भोक भन्दा पनि माथि घामले चाहिँ जस्ता छुनै नसक्ने भयो कि यो खुट्टा पुरै पोलेर माथि बस्न नसक्ने भयो त्यो तलमै अब 12-1 बजिसक्यो अब खाना खान जान्छौँ अनि खाना खाएर निरन्तर फेरि पनि आउँछौँ होइन घाम त औडा चर्के अब लेफ्टु गाइज अब हामी चाहिँ खाना खान जाऊँ है त फाइनल्ली गाइज अब हामीले चाहिँ कामसाम सबै सक्यौँ होइन त माथिपट्टि देख्न सक्नुहुन्छ माथिपट्टि पनि ट्रस हालेर होइन सबै त्यो किलासिला हालेर सकिसक्यौँ अब भोलि चाहिँ यहाँनिर के भन्छ त्यसलाई भाइ त्यो माथि हाल्नेलाई प्लेन सिट हालेर रेडी गर्छौँ अब हाम्रो घरबेटी साफ गरिसक्यौँ आज त खुसी भयो नि होइन रह्यो जस्तो हालिसक्यो है खुसी भयो नि अब हामी चाहिँ घर जान्छौँ होइन अब अघि नै खाना गएदेखिबाट अब आउँदाखेरि हतारमा आयो त्यही भएर भिडियो पनि बनाउनु भ्याइएन अब हामीले चाहिँ काम सक्यौँ त्यस्तो 6 बजिसक्यो काम सक्दाखेरि बिहान 7 बजीतिर आएको अब फेरि भोलि फेरि अब हाम्रो यहाँ चाहिँ रेलिङहरू पनि हल्का हालेर भ्याछौँ अब हामी चाहिँ घर जान्छौँ जतिजनाले पनि भिडियो लास्टसम्म हेरिदिनु भयो होइन माया गरिदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद यस्तै गरी अब फेरि पनि मैले नयाँ भ्लग चाहिँ राम्रो भ्लग चाहिँ लिएर आउने छु अब अरू जस्तो फेरि यताउता धन्यवाद छैन फेरि होइन अरू जस्तो यताउता घुम्ने पैसा खर्च गर्ने नयाँ ठाउँमा गएर भ्लग बनाउने अब आफू त हेर गाउँको परियो केटाहरू आफू त गाउँको परियो अब यही हो काम गरेको हाल्ने हो आफू त अब दुःख गर्ने मान्छे परियो गरिबको छोराछोरी परियो दुःख गरिन्छ त्यही भएर यस्तै भिडियोहरू आउँछ माया नगर्नु यस्तै गरिदिनु भिडियोलाई नै माया गरिदिनु होला माया गर्ने मान्छेलाई दिलबाट सम्मान छ र यसै गरी भिडियोहरू हेर्दै गर्नु होला अहिलेलाई बाई बाई गरिदिनु बाई बाई गर्दै च्यानललाई चाहिँ नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है त बाई बाई।